नमस्ते साथीहरू, भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियोलाई एक लाइक एक सेयर गर्न नबिर्सिनु होला। मुलुकको प्रधानमन्त्री जस्तो मान्छेले दिने अभिव्यक्ति यस्तो छ, जानेर जे पाए त्यही अभिव्यक्ति दिँदै देश समृद्ध हुँदैन। समस्या कहाँ छ, त्यो समस्याको समाधान गर्नतर्फ सरकार लाग्नु पर्यो, प्रधानमन्त्री लाग्नु पर्यो। कहिलेसम्म जनतालाई भ्रम छर्नुहुन्छ प्रधानमन्त्रीज्यू? तपाईलाई धर्मप्रसाद ढकालको आत्मा भड्केर आए जस्तो छ। बेलैमा चेकअप गराउनु। तपाईँको मानसिक सन्तुलनले पनि काम गर्न छोडेको छ, मैले बुझिसकेको छु। यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिने हो प्रधानमन्त्री जस्तो मान्छेले? जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौम सत्ता नमान्ने, जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहना अनुसार भन्ने, अनि पैसा तिरेका चारवटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर, अनि देश धेरै बिग्रियो। हामी सपार्न आउँछौँ, मलाई साथ देऊ, म अगाडि बढ्छु आह्वान गर्ने हामीले देखेका छैनौँ। अस्ति 58 सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर प्रेस, अहिले प्रेसवालाहरू के भन्दैछन् कोनी म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेको पछाडि आर्मी उभिएर समाचार भन्या होइन, साँचो लाउन गएको होइन, प्रेसमा समाचार बन्द गरिया होइन, टेलिफोनको लाइन काटेर भएन, तार काटेको थियो। तार कस्तो मूर्ख होला, लाइन काटेपछि त सिद्धियो नि त। तार काटेर कहाँ बोकेर गएको? त्यो तार अहिलेसम्म फिर्ता गरेको छैन ज्ञानेन्द्र शाहले।